हेलो एभ्रिवान, जय मसी, नमस्ते एन्ड लसुफेफुल्ला सबैजनालाई धेरै धेरै स्वागत छ एलिसा तामाङको युट्युब च्यानलमा। एन्ड एभ्रिवान, तपाईँहरू सबैजनालाई थाहा छ जसले मेरो रेगुलर भ्लग हेर्नुहुन्छ। म चाहिँ यहाँनिर नयाँ स्कुल, नयाँ गाउँ, नयाँ घर, नयाँ ठाउँमा आएको छु। एन्ड गाइज, आज चाहिँ सन्डे हो र आज चाहिँ मेरो फर्स्ट डे अफ न्यू स्कुल भनौँ न, फर्स्ट डे एट न्यू स्कुल हो। सो आज चाहिँ म एकदम एक्साइटेड छु। बिहानै उठेर मैले बेड सेट सबै मिलाइसकेँ, भाँडा धोइसकेँ, हेर्दा हेर्दै खाना पनि पाकिसक्यो गाइजहरू। मेरो चाहिँ खानामा सिटी पनि लागिसकेको छ। अनि त्यसपछि अब फर्स्ट डेमा किन लेट पुग्नु, छिटै जानु पर्यो भनेर हो। एन्ड रेडी पनि त हुनु छ होइन। एन्ड आजको दिन चाहिँ पछाडि हल्का ब्लड आएको छ, यस्तो आएको छ। आजको दिन चाहिँ हल्का पानी परेको छ। यो चाहिँ हिजो रातिदेखि नै परेको हो पानी चाहिँ, बन्द भएको छैन। त्यही पनि केही छैन, स्कुल अब त्यस्तो टाढा एकदम खोला नाला तरेर जानुपर्ने छैन, यहीँ नजिक 2 मिनटमा पुगिन्छ। सो मलाई चाहिँ टेन्सनै छैन गाइज। अनि म चाहिँ यहाँनिर खाना बसालिरहेको छु। अब तरकारी चाहिँ मेरो सेकिरहेको छ, यतिखेर आलु सालु केही पनि छैन। अनि आलु चाहिँ मैले ल्याएको पनि थिइनँ, यहीँ पहिला यहाँ बस्नुभएको हाम्रो विश्व भाइ, आइता भाइको पहिला यहीँ टिचिङ गर्नुहुन्थ्यो, उहाँ पनि यही रुममा बस्नुभएको रहेछ। अनि उहाँ भाइकै चाहिँ आलु रहेछ अलिकति, अनि मैले चाहिँ त्यही आलु युज गरिरहेको थिएँ। अनि त्यो पनि सिद्धिहाल्यो हिजो, 2 छाक भयो। अनि अब चाहिँ किन्न जानुपर्ने हुन्छ गाइजहरू, विदाउट आलु अनि अरू तरकारी बिना त के चाहिँ खाने हो र। मेरो खाना पनि पाके जस्तो छ। ओके, अनि त्यसपछि आज चाहिँ साँझतिर तरकारीहरू खोज्न जानु पर्ला, हरियो साग। एन्ड गाइस लुक एट हियर, यहाँनिर चाहिँ मकै पनि रेडी भइसकेको छ। मलाई चाहिँ हिजो नै ल्याइदिनु भएको थियो 2टा मकै, एउटा त मैले खाएर भइसकेँ, अनि एउटा चाहिँ अलिकति बढी भएर राखेको। यो चाहिँ अब म अहिलेपछि तताएर खान्छु। अनि उहाँ यतापट्टिको आन्टी, छिमेकी आन्टीले दिनुभएको थियो। अनि त्यही हो गाइज, मर्निङ आज चिसो चिसो छ, जाडो जाडो हल्का। मैले चाहिँ मर्निङमा केही पनि ब्रेकफास्ट लिइनँ, डाइरेक्ट खाना नै खाने भनेर। गाइज आज म छिटो भन्दा चाहिँ 6:30 बजे चाहिँ भ्युजे थिएँ, अनि यताउता गर्दाखेरि 7 बजे चाहिँ बेडबाट निस्केको। एन्ड गाइज आज चाहिँ खाजा खाइनँ, मैले हल्का जिरा पानी खाएँ, त्यति नै हो। एन्ड गीत सुन्दै काम गर्दैछु। अब चाहिँ म छिटो अब अचार सचार हुन्छ या फेरि दाल चाहिँ बनाएको छु, अनि के हुन्छ अब यसो हेर्छु तरकारी। अनि त्यसपछि खानासाना खाएर रेडी हुन्छु गाइज। अनि आज फर्स्ट डे स्कुलमा कस्तो एक्सपिरियन्स हुन्छ आई एम गोइङ टु सेयर विथ यु। बाई गाइज, स्टे ट्युन्ड। आजको वेदर मर्निङमा यस्तो भएको रहेछ, हिजो रातिदेखि परेको थियो पानी। एन्ड गाइज, हिजो चाहिँ मैले मेरो कपाल वास केही पनि गरिनँ, ज्यान कपाल केही पनि भएन, किनभने बाथरुममा अलिकति पानी जम्दो रहेछ कि। सो त्यो नबनाएसम्म चाहिँ म नुहाउन पाउँदिनँ। अनि मेरो कपाल चाहिँ अलिकति अस्ति फ्राइडे चाहिँ नुहाएको थिएँ, हिजो स्याटरडे ननुहाएको, अलिकति स्ट्रेट भइरहेको छैन। सो यसलाई अब म अलिकति आइरन गर्नेवाला छु गाइज। त्यही भएर यहाँनिर आइरन पनि तताइरहेको छु। यो मेरो हस्बेन्डले ल्याइदिनु भएको के नो भएको रहेछ। जस फर्स्टमा चाहिँ कस्तो ठिक लागिरहेको थिएन, अहिले चाहिँ युज गर्दा गर्दा अलिकति हात बसेको छ, ठिकै लागेको छ, राम्रै लागेको छ। सो अब चाहिँ म रेडी हुन्छु गाइज। अहिले त के रेडी हुनु, पहिला म हल्का कपाल चाहिँ मिलाइहाल्छु, अहिले लेट हुनसक्छ नि त। अनि मेरो खानाको सिटी पनि जाँदैछ। सो त्यही हो गाइज, अब यति गर्छु। सो गाइज, म चाहिँ रेडी भइसकेँ। कपाल त मैले केही स्टाइल गरिनँ, आज सिम्पल राखेको। एन्ड ड्रेसेस पनि लगाइसकेँ, डन। अब चाहिँ निस्किनु पर्ला गाइज। एन्ड गाइज, मेरो एकजना म्याम हुनुहुन्छ हामीसँगै थाहै भएको, अन्ता म्याम।
तपाईहरुले मेरो अघिल्लो भ्लगहरुमा पनि देख्नुभयो होला उहाँ चाहिँ 9 बजे निस्किन्छु भन्नुभएको थियो उहाँ आउनु भएपछि चाहिँ उहाँले कल गर्नुहुन्छ होला अनि म पनि निस्किन्छु गाइज एन्ड अलिकति ओभर भए जस्तो पनि लाग्छ लिपस्टिक त मैले न्यूड नै लाग्छु रेड लगाएको छैन अब कस्तो हुन्छ हेरौँ सानो मान्छेहरू आएको यहाँनिर मलाई लिनलाई चाबी लिएर तपाईको चाहिँ स्कुल छैन आज सो गाइज म चाहिँ स्कुलमा पुगिसकेँ कोही पनि आउनु भएको छैन खासै अहिले अलिक छिटो भएछ 9:15 पानी परेछ जानु है राम्रोसँग पानी पर्यो भने झ्याउ हुन्छ हाम्रो सोनिया मिस पनि तपाईँ यतैबाट हो ए सोनिया म्यामले दिनुभएको चक्लेट मास्टर नि 5 वटा छ मास्टर सानोमा यहाँ मैले त चिन्दैन आमा यो हजुरआमा आउनु भएको छ बस्नलाई यो घरको घरबेटीमाको पनाती हजुर यो घरको के अरे साउ म बजाइको के पर्नु पर्छ तपाईको के पर्छ यो घरको मालिक नाति हो नाति कि पनाती जनक के पर्छ जनक कान्छन हुन्न रहेछ हजुर सो गाइस म त स्कुलबाट फर्किसकेँ अहिले स्कुलबाट फर्किँदा 4-5-6 बाहिर बस्ने भने बसेन ए अहिले चाहिँ घाम लाग्ला जस्तो भएको छ बाहिर दिनभरि पानी परेको थियो अनि आज चाहिँ स्कुलबाट फर्किसकेँ यस्तो चाहिँ भयो आज अहिले चाहिँ दिनभरि पानी परेर अब खाजा चाहिँ म खादिनँ होला स्कुलमा तातो पानी खायो कफी खायो हजुरआमा चिया पिउन है चिया खानुहुन्छ चिया बनाऊँ है ल सो गाइज म चाहिँ हजुरआमालाई चिया बनाएर दिन्छु सो गाइज मैले चाहिँ हजुरआमालाई खाजा पनि दिएँ चिया एन्ड यहाँनिर आउनुभएको छ एकजना सानो मान्छे क्रिस तामाङ होइन तपाईँ के हो रे बाबु क्रिस के हो रे थापा मगर है एन्ड क्रिसले मलाई ल्याइदिनु भएको छ यस सेलरोटी फेरि पनि सेलरोटी ल्याइदिनु भएको छ थ्याङ्क यू क्रिस थ्याङ्क यू तपाईँ खानुहुन्छ रोटी खाने ल खानुहुन्छ ल खानुहोस् के भुजा खाने भुजा खान्छौ कि यो खान्छौ हो सो गाइस आउनु पाएको छैन खाजा आइपुगेको छ अब खाजा खानु पर्यो सो एभ्रिवान ओभरअलमा चाहिँ मेरो आजको दिन एकदमै बिजी पनि भएन एकदमै इजी पनि भएन भनौँ न एकदम नर्मल नै भयो एन्ड आफ्टर लङ टाइम चाहिँ फेरि आफ्नो टिचिङ प्रोफेसनमा फर्किँदाखेरि चाहिँ अलिकति टायर्डनेस चाहिँ फिल भए जस्तो भइरहेछ सो अब चाहिँ म छिटो डिनर गर्छु एन्ड गाइज आजको मेरो डिनरमा के पाक्दैछ थाहा छ तपाईँहरूलाई हुन त कसरी थाहा हुन्छ मैले भनेको छैन है आजको मेरो डिनरमा पाकेको छ फिस करी एन्ड यो फिस चाहिँ मलाई घरबेटीले नै दिन आउनुभएको थियो उहाँहरूले उता तल खोलामा मार्नुभएको रहेछ सो म देखाउन चाहिँ देखाउँदिनँ तपाईँहरूलाई आँखा लाग्यो भने फेरि है एन्ड गाइज फेरि सुन्दा राई श्रेष्ठको थेगो चोर्यो भनेर चाहिँ मलाई नभन्नु होला मैले चाहिँ अकस्मात आएर भनेको एन्ड गाइज अब चाहिँ म छिटो खाना खान्छु अनि हात मुख धुन्छु र सुतिहाल्छु बिकज भोलिको न्यू डे फ्रेस तरिकाले स्टार्ट गर्नु पनि छ नि आज चाहिँ म हल्का लेट नै उठेको थिएँ कि सो अलिकति निन्द्रा लागे जस्तो पनि भइरहेछ एन्ड गाइज आज चाहिँ एकदम झडी लागेको थियो बिहानदेखि नै सो त्यही भएर पनि होला स्टुडेन्टहरू चाहिँ एकदमै कम मात्रामा उपस्थित थियो कतिजना भन्दाखेरि जस्ट 5 स्टुडेन्ट्स वेयर प्रेजेन्ट
जम्मा 5 जना स्टुडेन्ट आउनुभएको थियो आज चाहिँ। एन्ड के छैन, भोलि चाहिँ लेट्स होप त्योभन्दा बढी आउनु होला भन्ने आशा गरेको छु। उता टाढाको गाउँको स्टुडेन्टहरू चाहिँ नआउनु भएको रहेछ, भोलि चाहिँ आउनुहुन्छ होला। आज पुरा फुल पढाइ भयो भनेर सुनेपछि आउँछ नि त स्टुडेन्टहरू। एन्ड हामीले चाहिँ आज 4 बजीसम्म नै फुल पढाइ गरिदिएको थियौँ 5 जनालाई पनि। एन्ड गाइज त्यही हो मेरो दिन चाहिँ यस्तै भयो। एन्ड अब भोलि फेरि नुहाइधुवाइ गर्छु अनि फ्रेस दिनको सुरुवात गर्छु र आजको ब्लगलाई चाहिँ म यतिकैमा इन्ड गर्न चाहन्छु। एन्ड यदि तपाईँलाई मेरो ब्लग मन पर्यो भने प्लिज डु शेयर एन्ड सब्सक्राइब टु माई च्यानल। अल्सो इफ यु लाइक माई भिडियो प्लिज डोन्ट फर्गेट टु प्रेस द लाइक बटन र त्यसपछि कमेन्ट पनि गरिदिनु होला भन्दै आजको ब्लगबाट बिदा लिन चाहन्छु। टिल टुमरो प्लिज डु सपोर्ट माई channel, do support my vlog. Bye bye everyone, see you, take care.